कुइनो दुख्ने समस्या छ, टेनिस एल्बो भएको हुन सक्छ। कुइनोको यो बाहिरी भागको दुखाइ जुन कुइनोको हड्डी र मांसपेशी जोड्ने टेन्डनमा समस्या भएर टेन्डनमा च्यातिएर दुखाइहरू उत्पन्न हुन्छ, त्यसलाई नै टेनिस एल्बो भन्ने गरिन्छ। यो हातको र नाडीको अत्याधिक चालले गर्दाखेरि यस टेन्डनमा च्यातिने अथवा चाहिँ खिइने समस्याहरू उत्पन्न हुन्छ, जसले गर्दा यो कुइनोको बाहिरी भागमा दुखाइ निकै भएर आउँछ र सामान्य कार्यहरू गर्ने जस्तै कपहरू उठाउने, कपाल कोर्ने र कपडा लगाउन पनि निकै गाह्रो भएर आउने गर्दछ। के छन् त यसका उपचार पद्धतिहरू? जेनरली सुरुमा हामीले यसलाई डायग्नोज गर्दाखेरि अल्ट्रासाउन्डले हेरेर यसमा के समस्या छ त, यो च्यातिएको छ कि खिएको छ कि अथवा चाहिँ वरिपरि पानी जमेको छ कि भनेर अल्ट्रासाउन्डले हेर्ने गर्दछौँ र यसमा हामीले जेनरली 2 प्रकारको सुईहरू लगाउने गर्दछौँ। सुरुमा त हामीले यसलाई अल्ट्रासाउन्ड गरेर हेर्छौँ र सुई लगाउने प्रोसेसमा जान्छौँ र सुई चाहिँ 2 प्रकारको हुन्छ। जेनरली चाहिँ यो इन्फ्लामेसन कम गर्ने सुई हुन्छ पहिला, जुन चाहिँ आजकल त्यति युज गरिँदैन यो टेनिस एल्बोको लागि चाहिँ भने अहिले हामीले प्रयोग गर्ने सुई भनेको यो रिजेनरेटिभ मेडिसिन, यो चाहिँ नेपालमै अहिले नौलो प्रयोगमै आएको छ, जुन चाहिँ आफ्नै रगत हामीले निकालेर पीआरपी बनाएर अल्ट्रासाउन्डले हेरेर जुन ठाउँमा समस्याहरू छ त्यो ठाउँमा सुईको माध्यमबाट त्यहाँ हामीले डिपोजिट गरिदिन्छौँ, जसले गर्दाखेरि यहाँ भित्र खिएका कुराहरू र च्यातिएका कुराहरू पलाएर जडैदेखि यसको समस्या निको गराएर दुखाइ कम गर्ने गर्दछ र तपाईलाई स्वस्थ जीवनमा फर्काउने सहयोग गर्दछ। र तपाईलाई पनि यस्ता कुइना दुखाइका समस्याहरू छन् भने यस काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।